हेलो साथीहरु, मेरो चाहिँ आज भोइस अलिक डाउन छ किनकि मेरो अलिक सर्दीको प्रब्लम भएको छ, त्यसको लागि हो। अनि मैले डिटक्स वाटर बनाएको थिएँ, त्यसको लागि मैले स्पेशली ब्लग बनाएको, नभए त म बनाउँदिनँ ब्लग। त बनायो तर बहुत तितो छ के पिउनलाई। जसले पिउँछ त्यसले थाहा पाउँछ। यसमा काँचो हल्दी, एलोभेरा, पुदिना छ अनि यतिकै मिक्स गरेर अदरक हालेको थिएँ। त्यसरी जुस बनाएँ, मतलब ड्रिङ्क बनाएँ डिटक्स वाटर। अनि मैले बिहान खाली पेटमा पिएँ। तपाईले पनि यो ट्राई गर्न सक्नुहुन्छ, बहुत राम्रो हो हेल्थको लागि, लिभरको लागि। अनि मलाई यो मेरो कर्ली हेयर छ त त्यसको लागि मैले यो स्ट्रेक्सको स्प्रे अनि यसको कर्ल क्रिम अर्डर गरेको थिएँ। अनि स्प्रे लगाएँ मैले, आज हेयर वास गरेको थिएँ। त्यसको पछि मैले कर्ल क्रिम लगाउँछु। यतै नेचुरल मेरो चुल चाहिँ कर्ली हो, तर यो क्रिमले चाहिँ भोल्युम राम्रो देखाउँछ, अरू राम्रो कर्ल मतलब फिनिसिङ आउँछ। त त्यसको लागि मैले यो एप्लाई गर्छु टाउको नुहाएर। अनि तपाईले पनि युज गर्न सक्नुहुन्छ यदि कसैको कर्ली हेयर छ, कसैलाई सल्युसन थाहा छैन भने यो युज गर्न सक्नुहुन्छ। र मेरो हेयरफल हेर्नु कति भएको छ, खोइ किन भएको प्रब्लम, टेन्सन भएको छ। त्यही लागि मैले पनि ड्रिङ्क बनाएर खाएको, अलिक ग्यासको प्रब्लम पनि हुन्थ्यो। त मेरो चाहिँ हेयर यस्तो लुक आयो, अलिक अहिले ड्राई भएको छैन। ड्राई भयो भने राम्रो मतलब भोल्युम आउँछ। अनि म चाहिँ निस्केँ, अब ड्युटीको लागि लेट भइरहेको थियो, ज्याकेट लिएँ, अलिक ठन्डा थियो मौसम। अनि म निस्केर गएँ, त्यहाँ मेरो मिरर छ तल, सिडी तल। त त्यहाँ मैले हेर्नु मलाई कस्तो देखेको छ, लाइक कमेन्ट गरिदिनु होला। बाई बाई साथीहरु, फेरि भेटौँला नेक्स्ट भिडियोमा।